एकदमै खुसी अनि एक्साइटेड भएको थिएँ, तर घाम चाहिँ एकदमै ज्यादा लागेको थियो। हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। आज चाहिँ हामी अबुधाबीको वान अफ द मोस्ट फेमस हिन्दू टेम्पलमा आएको छौँ। यो मन्दिर चाहिँ एकदमै दामी अनि मजाको रहेछ। यहाँ आएपछि एकदमै मनै आनन्द भएको जस्तो लागेको छ। इच एन्ड एभ्री पार्ट्स चाहिँ मार्बलले बनाएको रहेछ। यहाँको वल्सहरूमा चाहिँ सबै आर्किटेक्ट गरेर भगवानको मूर्तिहरू बनाएको रहेछ। यहाँ आएपछि मेरो मनै एकदमै खुसी भएको छ। नानाको भिडियोहरू गर्दै मैले फोटोहरू खिचेँ, दामी दामी। आरतीको टाइम भयो भनेर म चाहिँ दिया किन्नु कुद्दै जाँदै थिएँ, ठिक्कै दिया पनि भेटेँ। यहाँ चाहिँ आरती हुँदैछ, लास्टको गङ्गा आरती भन्दो रहेछ। यसमा चाहिँ एकदमै दामी मजाको। अनि राति चाहिँ मन्दिर अझै दामी देख्दो रहेछ, लाइट्सहरूले गर्दा होला एकदमै दामी। मैले 2टा किचेन पनि किनेँ एज अ सोभिनियर हुन्छ भनेर। कति ज्यादा भोक लागेको, त्यही भएर चाहिँ आइसक्रिम खाएँ हामीले। त्यहाँ ढिलो हुन्छ भनेर केही खानै खानु पाएन। 8:30 भइसक्यो, हामी घर फर्किँदैछु। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।